बीट में हम लोग जा रहे हैं, जो ब्लॉक में जा रहे हैं, वहाँ पे ऐसे ट्रेल में जो हम लोग चल रहे हैं, देन वी नोट डाउन कि कौन हुन्छ अनि त्यसलाई चाहिँ कस्तो प्रकारले हामीले एज एन अर्गनाइजेसन काम गर्दैछ एन्ड एज इन्डिभिजुअल्स पनि हामीले कसरी गर्नुपर्छ त्यसको लागि चाहिँ म अनुदिलाई बोलाउँछु। अन्तर्गत एउटा ग्रिनमन प्रोजेक्ट छ, त्यहाँ चाहिँ वेस्ट म्यानेजमेन्टको विषय लिएर काम गरिरहेको छु। अनि म त्यहाँ कार्यरत भएको चाहिँ 1 साल भयो। Hi everyone, welcome back to my channel. आज चाहिँ हाम्रो अफिसमा चाहिँ man animal conflict and mitigation को टपिक लिएर चाहिँ एउटा स्पेशल ट्रेनिङ हुँदैछ सबै स्टाफहरुको लागि हो। अनि फिल्डमा जानेहरुको लागि पनि क्यामेरा ट्र्यापिङहरुको ट्रेनिङ अनि वेस्ट म्यानेजमेन्टको टपिक लिएर पनि टिडी बाट होला आई गेस त्यहाँबाट आएर चाहिँ अब देयर इज अ स्पेशल ट्रेनिङ फर ऑल द स्टाफ हो। एन्ड आई थिंक आज एकदम प्रोडक्टिभ डे नलेजेबल डे हुने रहेछ हामीलाई। अनि म तपाईहरुलाई सबै भिडियो चाहिँ रेकर्ड गरेर देखाउनु सक्दिन होला किनभने इट विल बी टु लेन्दी हो। अन्त म अलि गरेर चाहिँ तपाईहरुलाई आजको हाम्रो मिटिङको विषय जुन त्यो टपिक लिएर चाहिँ म तपाईहरुलाई आज देखाउने छु। सो स्टे ट्युन्ड। हाम्रो है आज अब एकदम ट्रेनिङ हुँदैछ क्यामेरा ट्याब्लेटको विशेष है र बहिनीलाई अब धेरै धन्यवाद त्यसले अब हाम्रो भ्लग गरिदिएकोमा। हाम्रो सिङ्चर वेस्ट एन्ड सिङ्चर स्टुडेन्ट्स भाइस स्टाफहरू सम्पूर्ण हाम्रा अफिसरहरू हुनुहुन्छ र उहाँहरूलाई सबैलाई लिएर आज ट्रेनिङ कार्यक्रम भइरहेछ। यहाँलाई धन्यवाद बहिनी। कभी मैं नेपाली और इंग्लिश और हिंदी तीनों में ही बात करती हूँ। तो नेक्स्ट आज म अलिकति साइन्स सर्वेको विषयमा बात गर्छु और उसको बादमा म क्यामेरा ट्र्यापिङको विषयमा बात गर्छु। तो फर्स्टमा कौन चाहिँ म्यामल्सको साइन तपाईँ एकदम आइडेंटिफाई गर्नु सक्छ जंगल कि यही मतलब जैसे कोई जानवर है जिनका साइन दिखता है पर वो कंफर्म नहीं कर पाते हैं कि कौन सा जानवर है, पर कौन सा जानवर है जिनका हम साइन एकदम कंफर्म बोलू सकते। बीट में हम लोग जा रहे हैं, जो ब्लॉक में जा रहे हैं, वहाँ पे ऐसे ट्रेल में जब हम लोग चल रहे हैं, देन वी नोट डाउन कि कौन से जानवर को साइन दिखता और उसको नोट करने को और वो साइन सर्वे करने का एक प्रोटोकॉल होता है जो ऑल इंडिया टाइगर एस्टिमेशन के टाइम पे भी यूज करते हैं। तो मैं उसी के बारे में बात करूंगी बिकॉज तो वो एक यूनिफॉर्म मेथोडोलॉजी है। सो इसको साइन सर्वे में करके एक मैथमेटिकल टर्म आता है जिससे क्या पता चलता है कि मतलब जितना साइन मिला उसमें से कितना % भालू का था। इससे ये चीज आप मॉनिटर कर सकते हैं मंथली। जिसको ये सेंचर में स्पेशली भालू का मुझे जैसा लगता है सबके साथ ही बात करके यही लगता है कि भालू मूव करता एक जगह में, कभी उसको साइन बेसी पाउँछ कभी कम्ती पाउँछ। तो इसको मॉनिटर गर्नु सक्छ यो रिलेटिभ एबन्डेन्स के थ्रू। एकछिन मेरो पास एक मैंने विचारले काट्न सक्दैन लायरले पनि काट्न सक्दैन अनि कुनै त्यो चाहिँ अब रुखै काटेर लगाउनु र एकदम सिम्पली अब यो जग्गामा जानुहुन्छ हाम्रो क्यामेराको क्यामेरा पनि लस भयो त्यहाँ तपाईँको डेटा पनि हुन्छ त्यो जग्गाको त्यो डेटा पनि लस हुन्छ क्यामेरा हराएको। त्यसको लागि चाहिँ तपाईँले जुन चाहिँ ट्रायल जामहरू हुन्छ त्यो चाहिँ अब मसले मान्नु हुन्छ त्यसलाई चाहिँ यो केस गर्दा तपाईँको क्यामेरा सेफ्टी छ तपाईँले यो मान्नु त्यसको लागि चाहिँ यो तपाईँको ड्रग्स यसमा यो यसको मल्टी प्रोसेस छ तपाईँको यो नट्सको चाहिँ कति मिनट भन्नु 5 मिनट। त्यसलाई केस पिरियडलाई पनि यही नट्स लाग्छ त्यसलाई पनि यही लाग्छ भन्ने एउटा के हो तपाईँको यो त्यो तपाईँको
मतलब उयसमा बनाउँछु त्यति हो। लगाएपछि त अब त्यो एउटा एउटा म्यानेजमेन्ट सिस्टम त हुनु पऱ्यो नि त। अब एउटा क्यामेरा ट्र्याप तपाईँको नभनेको पनि कति 10 देखिको त 20 दिन 30 दिनहरू त राख्छ। अन्त त्यो टाइममा चाहिँ अब तपाईँहरूको नभनेको पनि 15,000 20,000 जस्तो फोटोहरू त आउँछ नि त होइन। त्यसपछि त्यो फोटोहरूलाई चाहिँ अब कसरी चाहिँ अर्गनाइज प्रकारले राख्यो र अर्गनाइज प्रकारले राख्यो भने कसरी चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ अब चाहिँ अब कसरी चलाउँछ मतलब यो चाहिँ हामी चाहिँ अहिले फिलहाल चाहिँ चलाउँदै गरेको चाहिँ डिजी क्याम हो। यसमा चाहिँ तपाईँहरूलाई के सजिलो पर्छ भने यसमा चाहिँ तपाईँहरूको अटोमेटिकली सबै त्यो सानो टक दिन्छ कि खासमा चाहिँ के प्रब्लम हुँदैछ हामीलाई होइन। अनि तपाईँहरूले एज इन्डिभिजुअल्स एज एन अर्गनाइजेसन चाहिँ कसरी यसमा काम गर्नु सक्छ। बिकज वेस्टको प्रब्लम चाहिँ धेरै ठुलो हो, देखिरहेको प्रब्लम हो, सबै जग्गा तपाईँहरूले पनि काम गर्दा देखिरहेकै कुरा हो। अनि हाम्रो जङ्गलले चाहिँ एकदमै राम्रो काम गर्छ कि हाम्रो भुललाई चाहिँ छुपाउनु। अनि तपाईँहरूले पनि हेऱ्यो भने प्लास्टिक टक्कै फ्याँक्यो भने त्यहाँ पत्ताहरूले छुपिहाल्छ। अनि त्यो चाहिँ तर त्यो प्रब्लम चाहिँ बिल भएर चाहिँ बादमा ठुलै प्रब्लम हुन्छ। अनि त्यसलाई चाहिँ कस्तो प्रकारले हामीले एज एन अर्गनाइजेसन काम गर्दैछ एन्ड एज इन्डिभिजुअल्स पनि हामीले कसरी गर्नु सक्छ त्यसको लागि चाहिँ म अनुदिलाई एउटा ग्रिनम्यान प्रोजेक्ट छ, त्यहाँ चाहिँ वेस्ट म्यानेजमेन्टको विषय लिएर काम गरिरहेको छु। अनि म त्यहाँ कार्यरत भएको चाहिँ 1 साल भयो। हाम्रो त्यहाँनिर जम्मा गरी ग्रिनम्यान प्रोजेक्टको अन्डरमा काम गर्ने 7 जना छौँ। 7 जनामा हामी 6 जना चाहिँ ग्रिन माइनर्स हामीले भनिन्छ। अनि हाम्रो म्यानेजर यहाँ श्रेयामा हुनुहुन्छ। अन्त सबैभन्दा पहिला चाहिँ म एउटा सानो प्रश्न सोध्न चाहन्छु। यदि तपाईँको आफ्नो घर मैला छ या वरिपरि मैला छ भने चाहिँ कस्तो प्रकारले सफा गर्नुहुन्छ तपाईँहरूले चाहिँ अलिकति तपाईँहरूको बताइदिनुहोस् न। मेरै गाउँको भन्नु कुरा खालि त्यो उहाँहरूले नै अब त्यो डिपार्टमेन्टहरू होइन घरबाट लिएर सानो गरेर चुला बनाउँछ र त्यसमै अब लगेर उहाँहरू डराउँछ र त्यसको भएर चाहिँ तपाईँको अरूले अरू कसैले ग्लोभ्स हुन्छ कसै गर्नुहोला बोराइ कि कोरा लिएर सबभन्दा पहिला त्यो मैला उठाउँछौँ। मैला उठाएर चाहिँ हामी के गर्छौँ, एक जग्गा कि त जम्मा पारिराख्छौँ कि त जलाउँछौँ। तर यो क्लिनअपमा चाहिँ क्लिनअप चाहिँ खास सल्युसन होइन रहेछ। किनभने क्लिनअप गर्दाखेरि वेस्ट म्यानेजमेन्ट हामीले के सिकाउँछ भने यो मैला व्यवस्थापन कस्तो प्रकारले गर्नुपर्ने। जस्तै यो कुनै पनि सल्युसन होइन कि हामीले मैला उठाएर एक जग्गा, अब यहाँ त यस्तो भयो नि, मेरो घर मैले सफा पाएँ है, अर्को जग्गामा मैले मेरो छिमेकीको जग्गामा गएर आँखामा मैला पारेँ जस्तो भयो नि। एक जग्गामा मैले सफा पारेँ, अर्को जग्गामा म मैला पार्दैछु नि, त्यो भएन। हाम्रो मेन मोटिभ चाहिँ के हुन्छ भने हाम्रो के अन्तर्गत हामीले चाहिँ के सिकाएको छ भने वेस्टलाई चाहिँ हामी न त बर्न गर्न सक्छौँ न त डम्प गर्न सक्छौँ। एक जग्गा सफा गरेर अर्को जग्गा मैला पारेर त भएन। अनि यही लिएर हामीलाई टिटीमा चाहिँ अहिले के सिकाउनु भएको छ भने सबै मैला हामी एकट्ठा गर्छौँ। सबै यही टिटी मार्फत 3टा जिरो वेस्ट भिलेज पनि हाम्रो बनाइसकेको छौँ। एउटा भयो राजहटा फर्स्ट हाम्रो जिरो वेस्ट भिलेज, सेकेन्डमा भयो हाम्रो यहाँनिर नयाँ बस्ती, अनि थर्डमा भयो हाम्रो यहाँ पार्मेन, हजुर पश्चिम पार्मेन। 3टा जिरो वेस्ट भिलेज छ। अनि त्यही टिटीको अन्तर्गतमा हामीले त्यो फर्म गरेको छौँ। हामीलाई यहाँ के सिकाइन्छ भने त्यो वेस्ट सबै हामी कलेक्ट गर्छौँ। कलेक्ट गरेर लगेर हाम्रो त्यहाँ एउटा बिल्डिङ बनाएको छौँ, त्यसलाई एमआरएफ पनि भन्न सक्छौँ या डब्लुआइसी पनि भन्न सक्छौँ। डब्लुआइसीमा मिटिङमा त कुरा गर्छ नि
Lunch break. Lunch break. Like there's a meeting, training. ठिकै छ ज्ञानको है मलाई कस्तो लागिरहेको छ आजको ट्रेनिङ एकदमै राम्रो ज्ञानको कुरा सिक्दैछ ज्ञानको कुरोहरू सिक्दैछ कतिवटा नजानेको कुरोहरू सिक्नु पायौँ होइन उहाँले जानेको कुरोहरूलाई हामीलाई सिकाइदिनु भयो हामीले जानेको कुरोहरू उहाँले सिक्नुभयो अझै धेरै नै छ हामीले सिक्नुपर्ने कुरोहरू अब खानासाना पनि हामीले खाइहाल्यौँ अब प्र्याक्टिकल छ प्र्याक्टिकलमा पनि अब धेरै कुरोहरू हामीले सिक्नुपर्छ त्यति नै हो मेरोबाट चाहिँ सुमन्ताकोबाट धेरै ज्ञानको कुरा सिक्न पायो फिल्डमा हुनेले है मजा लाग्यो यति दिन पनि पानी पर्ला जस्तो भयो पर्दैछ अरे म चाहिँ घर आएँ अघि अन्त आजको ट्रेनिङमा जे सिकायो त्यो चाहिँ एकदम इन्फर्मेटिभ थियो हो एकदम राम्रो भयो धेरै कुरो सिक्यो अन्त मैले सबै भिडियो हाल्नु नपाए पनि सानो क्लिप्सहरू चाहिँ हालेको छु अन्त आई होप तपाईहरुलाई आजको मेरो भिडियो मन पर्यो होला भनेर आशा राख्दैछु अनि थ्यांक यू सो मच एभ्रीवन फर वाचिङ माई भिडियो प्लिज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब माई च्यानल बाय सी यू इन द नेक्स्ट vlog